हातमा पार्टीको झण्डा बोकेर ड्रेस लगाएको स्कुलले विद्यार्थीहरूलाई कुट्ने एमालेको कार्यकर्ताहरू वाह कति महान। पहिले यो हेरौं। घटना आजैको हो। चुनावको लागि प्रचार प्रसारमा हिँडेका एमाले समूहलाई एउटा होटलभित्र बसेर खाजा खाइरहेका केही स्कुलले विद्यार्थीहरूले घण्टी बजाएर जिस्काइदिँदा यहाँको अवस्था हात हालालसम्मको बन्न पुगेको छ। प्रत्यक्षदर्शीका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर 8 अत्तरखेल स्थित रहेको केक कर्नर एन्ड बेकरीमा केही विद्यार्थीहरू बसेर चिया खाइरहेका थिए। पसल बाहिर सडकमा नेकपा एमालेको र्याली बाटोमा आएको देखेपछि उक्त विद्यार्थीहरूले भित्रबाट घण्टी बजाए। त्यसपछि सडकमा रहेको एमाले कार्यकर्ता आक्रामक बने। यही न्यूमा भनामन हुँदाहुँदै पसल भित्रै छिरेर एमाले कार्यकर्ताहरूले विद्यार्थीहरूमाथि हातपात गर्न थाले। अहिले यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ भने विद्यार्थीहरूलाई कुटेको भन्दै एमाले कार्यकर्ताहरूको चर्को आलोचना समेत भइरहेको छ। हामी पनि नेपाल प्रहरीलाई आग्रह गर्न चाहन्छौं कि यो घटनाको तुरुन्तै निष्पक्ष छानबिन गरी दोषी उप कारबाही गरियोस्, किनकि आफ्नो विरुद्ध बोल्यो भन्दैमा अरूलाई हातपात गर्ने अधिकार कसैलाई पनि हुँदैन। झन् त्यही माथि ड्रेसमै रहेको